सिङ हो हैन। श्रीरामको मन्दिर रहेछ यहाँ। कस्तो राम्रो मन्दिर रहेछ। यहाँ कति राम्रो घन्टी रहेछ। यहाँनेरि शिवलिङ्ग, कस्तो राम्रो शिवलिङ्ग, कस्तो राम्रो मन्दिर रहेछ। मलाई एकदमै मन पर्यो यो मन्दिर। अगाडि हनुमान हुनुहुन्छ। मन्दिरभित्र राम र सीताको कति राम्रो मूर्ति रहेछ। आहा, यो मन्दिरको स्थापना 2042 सालमा भएको रहेछ। राम र सीताको मन्दिर। यहाँ हनुमान हुनुहुन्छ। यही साइडमा पशुपतिनाथको मन्दिर छ। राम मन्दिरकै साइडमा कस्तो राम्रो मन्दिर रहेछ। यो पनि भित्र जान मिल्दैन। यहाँ बेल पनि फल्छ होला। कहिले हो फल्ने? चैत वैशाखमा फलिसक्ने होइन र? होइन, यो बेल चाहिँ क्या, बेल फल्ने त चैत वैशाखमा कि के हो? साइडमा शिव मन्दिर छ, बेलको रुख छ साइडमै। पशुपतिनाथको मन्दिरको छेउमा बेलको रुख छ। अनि त्यसको छेउमा रामको मन्दिर छ। एकदम राम्रो चट्ट परेको। यहाँ शनिदेव ट्याक्क गेटकै भित्र शनिदेव हुनुहुन्छ। जय शनिदेव, रक्षा गर प्रभु। दुर्गा, कति राम्रो दुर्गाको स्ट्याचु मूर्ति छ। यहाँ गणेशको छ। यो पशुपतिनाथको मन्दिर, यो राम मन्दिर भित्र घुमेर आइसकेका छौँ।